हेलो नमस्ते गुड मर्निङ सबैजनालाई इट्स आज हाम्रो फर्स्ट डे है ट्राभलको र आज चाहिँ हामी कहाँ जान्छौँ भने म चाङ है अन्त तल चाङको फ्यामिली वी अल आर ट्राभलिङ टु काठमाडौँ चाहिँ हामी एउटा विशेष एउटा उयोले जाँदैछौँ काठमाडौँ के को लागि गएको यो भिडियोमा तपाईँहरू बनिराख्नुहोस् है म तपाईँहरूलाई देखाउने छु किन चाहिँ हामी काठमाडौँ गएको है सडनली एउटा प्लान भयो है त्यो भएर चाहिँ हामी जाँदैछौँ अहिले सो किप वाचिङ थ्याङ्क यू र अहिले चाहिँ फाइनली हामी हिँड्यौँ यहाँबाट है यहाँ हाम्रो भाइ सालो आइपुग्यो बाबाहरू चाहिँ अगाडि हुनुहुन्छ अनि हुनुहुन्छ अहिले चाङ म होइन हाम्रो काठमाडौँ तर्फको यात्रा सुरु भयो है इट्स अ डे 1 फ्रम मिरिक टु काठमाडौँ ल ब्रदर ल सुन ब्रो भाइ ल हुन्छ सेफ ल म सम्झना छ भनिदिन्छु है उयोलाई ल के भन न भाइ चाहिँ त्यो मैले बुझेँ त इन्डियाभित्रै गर है फेरि नेपाल ल ल ल ल सेफ जर्नी ल सुना उयो के छ उयोलाई सुजनलाई ल एकदम सुजन भाइ है म सरी एकदम सरी टु से म आउनु सकिनँ है र कुनै दिन नेक्स्ट टाइम है बधाई छ भन भेटाउन एकदम कङ्ग्रेचुलेसन्स बधाई छ है धेरै धेरै सम्झना ल ओके भाइ ल र अहिले चाहिँ हामी यहाँ काँक्री भित्तामा आइपुग्यौँ अन्त यहाँ भान्सा काटेर यहाँ भान्सा पर्खिरहेको छौँ अहिले चाहिँ बज्यो तपाईँको 10:30 अलिकति ढिलो भयो हामी अहिले जाँदैछौँ हामी अब चाहिँ र अगाडि देखाउँछ के भने हो केमा पार्नु कस्तो अहिले चाहिँ हाम्रो फाइनली काँक्री भित्ताबाट हजुर भान्सा सान्सा सबै बनिएर अब चाहिँ हामी लाग्ने प्रस्थान गर्दैछौँ टुवर्ड्स काठमाडौँ के छ तिम्रो भन्नु कतिमा अरे कस्तो फिल भइरहेछ मजा बाबा आमा भाइ यहाँ छ अगाडि अहिले चाहिँ हामी काँक्री भित्ताबाट प्रस्थान निस्क्यौँ आज जाँदैछौँ हामी यहाँ खोलाबारी तेर्सो सबै बसिरहेको छ भान्साहरू सबै भइसक्यो यातायातहरू सबै भइसक्यो मनी एक्सचेन्ज पनि भइसक्यो अहिले चाहिँ हामी जाँदैछौँ अब हाम्रो नेक्स्ट स्टप चाहिँ यहाँ अगाडि खाना खाने ठाउँमा बिर्ता मोडमा हुन्छ र अहिले चाहिँ हामी यहाँ बिर्ता मोड आइपुग्यौँ है बिर्ता मोडमा सानो लन्च ब्रेक यहाँ गाडी यहाँ पार्क गऱ्यौँ अन्त ओसन रेस्टुरेन्ट बारमा हामीले लन्च गर्नु जाँदैछौँ अहिले है यो चाहिँ हो तपाईँको बिर्ता मोड र अहिले चाहिँ हाम्रो यो फर्स्ट ब्रेक लन्च ब्रेक ओसन होटल चिकनमा अहिले चाहिँ हामी आइपुग्यौँ कति बज्यो यहाँको 4 बज्यो है अहिले चाहिँ हामी आइपुग्यौँ यहाँ भर्खर इटरीहरू काटेर है चटाराबाट चाहिँ अहिले हामी सिधा आएर काठमाडौँको बाटोमा यहाँ एकछिन यहाँ बाजेको पेडा पसलमा चाहिँ हामी अब यसो पेडा अलिअलि खाने अनि चिया खानुको लागि चाहिँ हामी रोएको यहाँ अहिले बसिरहेको छ है हाम्रो चाङ कस्तो हुँदैछ त अन्त अहिलेको ट्रिप आमा हुनुहुन्छ है सबै चिया खानु बसिरहेको छ अहिले बाबा फोटो सेसन हुँदैछ अहिले
अहिले चाहिँ हामी यहाँ गाईघाट आइपुग्यौँ गाईघाट आइपुग्नु आँट्यो है यहाँबाट गाईघाट 5-6 किलोमिटर अगाडि छ र यहाँ चाहिँ झोलुङ्गे पुल बनिँदै रहेछ हो हामी सोचेको थियौँ यो झोलुङ्गे पुल चाहिँ कम्प्लिट होला भनेर तर यो झोलुङ्गे पुल कम्प्लिट चाहिँ भएको छैन रहेछ अब हुँदै रहेछ बनिँदै रहेछ अहिले चाहिँ अब फेरि हामी जाने ल अहिले राइड चाहिँ मैले गर्दैछु है चाङ होइन नजर चाङ चाङ नजर बनिँदै रहेछ त बनिँदैछ आधी बनाइरहेछ बनिँदै रहेछ त भर्खर हिँड्दै रहेछ हेर्नुहोस् पर त्यस्तोमा हजुर पर हिँड्दै रहेछ त हाँ हिँडेको भर्खर बनिँदैछ जाँदैछ त लु बनाएको होइन मान्छे जाँदैछ त लु एकजना ऊ पुलमा र चाहिँ हामी हिँड्यौँ के पुल हो यसलाई के भन्छ र अहिले चाहिँ हामी यहाँ दुधौली आइपुग्यौँ है दुधौलीमा यहाँ एकछिन चिया टी ब्रेक हो आमाहरू फोटो खिच्नुहुँदैछ टी ब्रेक दुधौली बजार यहाँ देख्न सक्नुहुन्छ दुधौली बजार प्रवेशद्वार र अहिले चाहिँ ठ्याक्कै कति बज्यो भने अहिले चाहिँ बज्यो तपाईँको 7:25 है 7:25 यहाँबाट 7:25 लास्ट हामी हिँडेको कोसीबाट हिँडेको हामी कति 4:30मा हिँडेको होला अन्त यहाँ अहिले हामी कति 7:30 भनेपछि 2-2.5 घन्टामा हामी यहाँ आइपुग्यौँ के हो यो दुधौलीमा अब यो दुधौलीबाट चाहिँ अब हामी विमान जाने र विमानबाट चाहिँ हामी जाने सिन्धुली आज होल्ड चाहिँ सिन्धुलीमा र यहाँबाट सिन्धुलीबाट दुधौलीबाट तपाईँको सिन्धुली चाहिँ ठ्याक्कै कति घन्टा भन्दा 2 घन्टा 2 घन्टामा चाहिँ हामी ठ्याक्कै पुग्ने हुन्छ र अहिले चाहिँ कति बज्यो 9:15 भयो है हामी चाहिँ यहाँ 9 बजी सिन्धुली आइपुग्यौँ सिन्धुलीमा आइपुगेर चाहिँ हामीले एउटा हामीले रुम हेऱ्यौँ यो चाहिँ कुन चाहिँ रहेछ भने श्रेष्ठ तन्दुरी है श्रेष्ठ तन्दुरी गेस्ट हाउस रहेछ हो अन्त अब आज चाहिँ हामी आजको रात चाहिँ यहाँ बस्ने र भोलि चाहिँ हामी बिहानै यहाँबाट 6-7 बजीतिर चाहिँ फेरि काठमाडौँतिर प्रस्थान गर्ने अन्त अब चाहिँ हल्का खानासाना खाएर चाहिँ यहीँ रहेछ रेस्टुरेन्ट पनि यहाँ रहेछ यो चाहिँ तपाईँको सिन्धुली यो सिन्धुली बजार अन्त यहाँबाट चाहिँ तपाईँको सिन्धुलीबाट चाहिँ तपाईँको काठमाडौँ चाहिँ लाग्दो रहेछ नभनेको पनि 5 देखि 6 घन्टा लाग्दो रहेछ अन्त भोलि चाहिँ हामी 5-6 घन्टा ट्राभल गरेर चाहिँ काठमाडौँ पुग्ने काठमाडौँ हामी सायद भोलिको 1-2 बजी पुग्छौँ होला त्यही म तपाईँहरूलाई अपडेट दिँदैछु के हुन्छ है याद गर्नुहोस् र अहिले चाहिँ हामी सबै खानासाना खाएर है यहाँ रुममा आएको छौँ अहिले बज्यो 10:25 है अहिले चाहिँ हामीले डिनर सिनर सकेर